सीधा कुरा नवीन सम्झौतामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई म अपील गर्न चाहन्छु, नवीन सम्झौता गरौँ। तपाईहरूले जनमत संग्रह गरेर राजा फालेको होइन, तपाईहरूले आन्दोलन गरेर राजा फालेको होइन। 2-4 जना टाउकेले हरियो डलर खाएर जनताको जनमतका विरुद्धमा गएको हो। नवीन सम्झौता गर्न दलहरूलाई हामी खुला आह्वान आजबाट घोषणा गर्छौं। नवीन सम्झौता 2063 साल वैशाख 11 गते राजासँग के सम्झौता गरेका थियौ? त्यो सम्झौता के थियो भने राजा राख्ने, संसदको पुनः स्थापना गर्ने भन्ने थियो। तर तिनीहरूले त्यो विदेशीको हरियो डलर खाएर राजालाई फाल्यौ। न त जनमत संग्रह गरेर फालेका हौ, न त आन्दोलन गरेर फालेका हौ। 2-4 जना हरियो डलर खाएर, विदेशीको डलर खाएर यो देशको राष्ट्र फाले। त्यही भएर मेरो अपिल छ सबै दाजुभाइ दिदीबहिनीहरूलाई, देशभरिका मान्छेलाई आज के स्पष्टका साथ भन्न चाहन्छु, नवीन सम्झौता गरेर अहिलेको संविधानमा राजा राख्नुहोस्, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गराउनुहोस्। महामहिम राष्ट्रपतिलाई मेरो अपिल छ, मेरो अनुरोध छ, अब राष्ट्रपति होइन तपाईँ प्रधानमन्त्रीको लागि माग्नुहोस्। यो राजा र जनता मिलेर बनाएको देश हो, यो गणतन्त्रले बनाएको देश होइन। मेरा साथीहरू, म फेरि भन्न चाहन्छु, नेपालको संविधान 2072 को धारा 274 ले राजा चाहिन्छ भने भन्न पाइन्छ। त्यही भएर नवीन सम्झौता गरेर राजा राख्नु हो भने तपाईहरूलाई हामी मानौला। यदि राजा राख्नु भएन भने बंगलादेश नेपाल हुन सक्छ। म राष्ट्रिय स्वतन्त्र स्पष्टका साथ एउटा संसदको हैसियतका साथ भन्दैछु, प्रधानमन्त्रीज्यू नवीन सम्झौता गर्नुहोस्, राजा राख्नुहोस्, राष्ट्रपति हटाउनुहोस्, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्नुहोस्। 4वटा मुद्दामा नवीन सम्झौता गर्नुपर्छ। अब पहिलो मुद्दा राजा चाहियो, राष्ट्रपति बाई 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 बाई। दोस्रो मुद्दा संसदबाट प्रधानमन्त्री हुँदैन, जनताबाट निर्वाचित प्रधानमन्त्री। तेस्रो मुद्दा प्रदेश पाल्न सक्दैनौ, प्रदेश पाल्न पाउँदा हाम्रा घाट सेकिए, दाजुभाइहरूले शिक्षा पाइएन, स्वास्थ्य पाइएन, प्रदेशका छोटे राजा आवश्यक छैन। त्यही संविधानबाट प्रदेश संरचना खारेज गर्नुहोस्। चौथो मुद्दा हिन्दू बुद्ध किराँत सहित वैदिक सनातन हिन्दू राष्ट्र संविधानमा घोषणा यदि यो 4वटा मुद्दा अहिलेको सरकारले लागू गर्दैन भने मेरा साथीहो, देशभरिबाट सदरमुकाम घेर्नुहोस्, यो सरकारलाई बाध्य पार्नुहोस्। यति सरकारलाई भन्न चाहन्छु म, तपाईहरू यो नवीन सम्झौतामा आउनु भएन। तपाईहरूले दबाब सृजना गर्न थाल्नुभयो भने राष्ट्रवादी साथीहरू राष्ट्रिय झण्डालाई बन्द भएर बंगलादेश या नहोस्, श्रीलङ्का या नहोस्, बसरल असार जस्तै देश छोडेर आज भाग्न नपरोस्। प्रधानमन्त्रीज्यूको कुरा याद गर्नुहोस्। यो सामान्य कुरा होइन। यो दल अहिले पनि तपाईहरूको त्यही छ। नवीन सम्झौतामा राजा राख्नुहोस्, प्रधानमन्त्री जनताले चुन्ने हो। अहिलेको प्रधानमन्त्री तपाईँ हामीले भोट हालेको होइन, याद छ कि त्यही भएर म छोड्न सके, राजा आऊ, राजा आऊ, नवीन सम्झौता गरौँ, होइन भने अब देशभरि आन्दोलन गर्न तयार हो। साथीहरू, आज बिदा हौ। अब हामी देशभरि यसलाई अगाडि बढाउँछौँ। हस्, धन्यवाद। जय राष्ट्रवाद। केपी बालाई ले भन्छ चाहियो।
राजा चाहियो राजा चाहियो प्राणभन्दा प्यारो छ प्राणभन्दा प्यारो छ प्राणभन्दा प्यारो छ खाली घर